अहिले भोला बक्क सबै अल्छी हराइहाल्छ नि भ्यू चाहिँ बाबा आउँछ यतातिरको होइन माथि डाँडातिरको भ्यू दामी छ अनि आज चाहिँ हामी के भन्छ यो दिपालको मिल्न लागेको ठाउँको त्यहाँ जाली लाउनु गएको क्या खोला छेउमा छ नि त थान अब खोला छेउ भन्दा नि कुलो छेउमा छ थान अनि त्यही भएर जाली लाउनु जानु लागेको अनि हाम्रो ग्याङहरू अनि हाम्रो धिमाल गाउँको 5 जना मात्रै हामी एकजना अगाडि गयो नि 6 जना लक्ष्य दाइ जस भ्यू बबाल छ लो सो पुगेपछि फेरि अब त्यस्तो भिडियो हाम्रो भाउजूको नयाँ फटफट नि यो नयाँ बाइक होइन यहाँ ग्राउन्डमा चाहिँ म्याच चल्दैछ अब भरे 4 बजेदेखि हेर्ने हो बसेर होइन किन हेर्ने सब उडाएछ त ला सब उडाएछ हिजोको हावाले तना पार्दैछ यहाँ चाहिँ गेम चल्दैछ होइन उल्लाबारी 1 बोरङ लक्ष्मीझार माइला चोकमा म्याच चल्छ भरे चाहिँ यही ठाउँ यही गाउँको होला के भएछ हो सर्ट गेम चल्दैछ यहाँ सब उडाएछ डुट्टो पारेछ उतार हौ बल्ले बल्ले ए बल्ले ए साला तलामा डलोस् न अनि कहिले हो कि यस्तो जङ्गल है जङ्गल छ यहाँ बाँच्छु यहाँ छ हाम्रो थान चाहिँ यो देखेको है ढुङ्गा झाडी छ जाल लाउने नि खनेको छ यहाँ खनेको छ त के भगालु भाइ मजाले हेर्छौ त मलाई त तललाई चाहिँ मेन देखाउनु पर्ने भ्लगमा प्लिज भाउजू 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 तपाईँले बोलेको सुनिँदैन यहाँ यो चाहिँ हाम्रो थाने हो
भाउजूले ल्याइदिने भयो त्यसो भए लोकल कुखुरो सबजना गलेर बसेको अरे यता भेटबाट कलगाउनु पर्छ तान्नेपट्टिबाट कामै गर्नुहुन्छ यही तरह फेरि यहाँ नै झ्याप लाग्छ नि नाले काम गर्छ उहाँबाट यहाँ फ्री हो यहाँ जति 5 दिन काम गर्दा 10 दिन खाँदो यहाँ उहाँलाई सेमेन्ट 5 गते 20-30 रुपियाँको सेमेन्ट निकाउँछ कस्तो चिरो खाँदै बस्दै होइन बलेर कुन्या काम गरेर के अरे काम गरिसकेर बसेको काम सकेर बसेको आउँदैन त्यसो सकेर अब स्टक्क गेम हेर्ने यहाँनिर होइन जेठी भाउजू के खाउने म्याच हेर्न आएको को छेउ खोइ कहाँ Bông